यो तस्विरमा देखिएका व्यक्ति तपाईलाई एक साधारण साउथ अफ्रिकन सोल्जर जस्तो लाग्न सक्छ। उसको मुस्कानले भरिएको अनुहार देखेर तपाई कहिल्यै पनि उसको दरिन्दगीको अनुमान लगाउन सक्नुहुन्न। यदि तपाई हिटलर र स्टालिन जस्ता तानाशाहहरूलाई ब्रह्म लिडरको रूपमा हेर्नुहुन्थ्यो भने निश्चय नै तपाईले इदी अमीनलाई चिन्नु भएको थिएन होला। उसको क्रूर कार्यहरूको सूची निकै लामो छ, तर उसको सबैभन्दा घिनलाग्दो काम थियो मानिसहरूको मासु खानु। जुन मानिसहरूलाई ऊ मार्थ्यो, कहिलेकाहीँ तिनको मासु उसले खान थियो। कहिलेकाहीँ तिनको लाससँग कुरा गर्थ्यो अनि लाससँगै सुतेको पनि पाइन्थ्यो। 1970 को दशकमा युगान्डामा मृत्युको दोस्रो नाम नै इदी अमीन भएको थियो। उसले युगान्डामा हतियार राख्न भनेर एउटा बिल्डिङ बनाएको थियो, तर त्यहाँ हतियार होइन, उसका बन्दकहरू राखिन्थे। उसले ती बन्दकहरूलाई निकै क्रूर तरिकाले कुटपिट गर्थ्यो र अन्तमा उनीहरूको रक्त बहाएर मार्थ्यो। कतिपयलाई त ऊ विद्युतीय झट्का दिएर मार्थ्यो। उसको बन्दी कोही पनि हुन सक्थे, चाहे त्यो उसको प्रतिद्वन्द्वी होस् वा उसको आफ्नै मानिस वा सैनिक नै किन नहोस्। उसको पागलपनको स्तर यस्तो थियो कि उसले आफ्नी चौथी पत्नीलाई डिभोर्स दिएको 1 वर्षपछि गर्भवती अवस्थामै कारागारमा बोलाएर काटेर मारेको थियो। उसले आफ्नो 8 वर्ष लामो तानाशाही शासनकालमा 5 लाखभन्दा बढी मानिसलाई निर्ममतापूर्वक हत्या गरेको थियो। इदी अमीनको जन्म सन् 1925 मा कोबोको नामको ठाउँमा भएको थियो। उसका बुबाको नाम एन्ड्रियास न्याबे थियो, जो पहिला रोमन क्याथोलिक थिए तर पछि इस्लाममा धर्म परिवर्तन गरेर आफ्नो नाम अमीन दादा राखेका थिए। जब उसको पहिलो छोरा जन्मियो, न्याबेले उसलाई यही नाम दिए। छिट्टै अमीनका आमा बुबा छुट्टिए र आमा उसलाई लिएर बम्बु सहरतिर गइन्। सहरमा गुजारा चलाउन सजिलो थिएन, त्यसमाथि चरम गरिबीले गर्दा खानाका लागि समेत पैसा नभएको अवस्थामा अमीनको पढाइको खर्च कसरी टन्काउने। त्यसैले उसले चौथो कक्षासम्म मात्र पढ्न पायो। त्यसपछि उसले पैसा कमाउने विभिन्न कामहरू गर्न थाल्यो। धेरै साना मसिना काम गरेपछि उसले किङ अफ्रिकन राइफल्स नामक सैन्य दस्ता ज्वाइन गर्यो, जुन ब्रिटिस उपनिवेश सेनाको हिस्सा थियो। अमीन जन्मिएको ठाउँका मानिसहरू प्रकृतिसँग निकट रहन्थे। तिनीहरूको रहन सहन निकै फरक थियो। तिनीहरू जनावर मारेर त्यसको रगत पिइरहेका देखिन्थे र मासु काँचै खाइरहेका हुन्थे। धेरै संस्कारहरूमा बलि दिनु र मारकाट गर्नु सामान्य कुरा थियो। यस्तो वातावरणमा हुर्किएका कारण अमीन पनि निकै हिंस्रक स्वभावको बन्यो र जब जति उसले पावर पाउन थाल्यो, उसको यो हिंसक स्वभाव अझै बढ्दै गयो। सन् 1946 मा उसले सेना ज्वाइन गर्यो, जहाँ उसलाई किङ अफ्रिकन राइफल्समा बावर्चीको काम दिइएको थियो। त्यसपछि उसले ब्रिटिसहरूको विरोधमा निकै काम गर्यो। उसको क्रूर व्यवहारका बावजुद पनि बेलायतीहरूले उसलाई सेना तालिम दिन थाले। बेलायतीहरूलाई लाग्यो एउटा स्थानीय मानिस जसले आफ्नै देशका मानिसहरूलाई यति निर्दयी तरिकाले मार्न सक्छ, त्यो ब्रिटिस आर्मीमा सैनिकको रूपमा राम्रो काम गर्न सक्छ। किङ अफ्रिकन राइफल्स बेलायती सेनाको त्यो हिस्सा थियो जसको काम अफ्रिकन उपनिवेशमा भइरहेका विद्रोहहरू दबाउनु थियो। त्यही कारण उसलाई केन्यामा पठाइयो, जहाँ उसले 1949 सम्म सेवालाई निरन्तरता दियो। अमीनको उचाइ करिब 6 फिट 4 इन्च थियो र उसको शारीरिक बनावट निकै बलियो थियो, जसले गर्दा ऊ अरू कुनै पनि साधारण मानिसभन्दा निकै शक्तिशाली देखिन्थ्यो। उसको वफादारी र बनावट देखेर बेलायती सेनाले उसलाई रङ खेल्ने, वेट लिफ्टिङ गर्ने तालिम समेत दिएको थियो। 1951 देखि 1960 सम्म ऊ बेलायती सेनामा भारी तौल वर्गको च्याम्पियन बनिरह्यो। जब अंग्रेजहरूले देखे कि ऊ आफ्नै देशका मानिसहरूलाई अत्यन्त निर्दयी व्यवहार गरिरहेको छ, तब उसलाई सामाली विद्रोहीहरू विरुद्ध लड्न उत्तर केन्यामा पठाइयो। 1952 मा केन्याको माउ माउ विद्रोह विरुद्धको लडाईँमा उसले भाग लियो र निकै निर्दयी तरिकाले मानिसहरूलाई मारे। विद्रोह दबाउन उसले अत्यन्तै अत्याचार गर्यो, मानिसहरूलाई जिउँदै गाड्ने, गाजर मुला जस्तै काट्ने जस्ता क्रियाकलापहरू गर्यो। त्यसपछि बेलायतले उसलाई पहिले कर्पोरल अनि पछि सर्जेन्टको रूपमा बढुवा गर्यो। उसको बेलायती सरकारप्रति निरन्तर वफादारी देखेर 1959 मा उसलाई सेकन्ड क्लास वारन्ट अफिसर बनाइयो, जुन बेलायती सेनामा कालो अफ्रिकनहरूको लागि उच्चतम दर्जा मानिन्थ्यो। त्यसै वर्ष ऊ युगान्डा फर्कियो र 1961 मा उसलाई कमिसन अफिसर बनाइयो। यो दर्जा अहिलेसम्म केवल 2 अफ्रिकनहरूलाई मात्र दिइएको थियो। अमीनले युगान्डामा आतंक मचाउन थालेको यही बेलादेखि थियो।
उसका क्रूर व्यवहार देशभर फैलिन थालेका थिए। 1960 को अन्त्यसम्ममा उसले पुरै युगान्डामा आफ्नो प्रभुत्व जमाएको थियो। भन्थे शैतान सधैँ जोडीमा आउँछ। त्यसै गरी युगान्डामा पनि यस्तो जोडी बन्यो, इदी अमिन र ब्रिटिस सेनाको उच्च दर्जाका अफिसर मिल्टन ओबोटे। यी दुईले ब्रिटिस उपनिवेश सेनामा काम गर्दा निकै नाम कमाए, तर दुवैले आफ्ना देशवासीहरूलाई बेलायतीहरूकै लागि मारेर आफ्नो वफादारी देखाएका थिए। त्यही समयमा दुवैले मिलेर अफ्रिकाबाट सुन हात्तीको दाँत तस्करी गर्न थाले। उच्च दर्जाका अफिसर भएकाले उनीहरूले आफ्ना हैसियतको फाइदा उठाउँदै गोला बारुद र हतियारहरू पनि तस्करी गर्न थाले। यसबाट उनीहरू धेरै पैसा कमाउन थाले। 1960 को अन्त्यसम्ममा बेलायती अफिसरहरूलाई उनीहरूको क्रियाकलापहरूमाथि शङ्का लाग्न थालिसकेको थियो। त्यसैले बेलायती संसदमा उनीहरूको छानबिनको माग गरियो, तर तबसम्म ढिलो भइसकेको थियो। युगान्डा स्वतन्त्रताको लागि सडकमा ओर्लिसकेको थियो। यही मौकामा मिल्टन ओबोटेले आफूलाई कार्यकारी राष्ट्रपतिको रूपमा घोषणा गरे, जसले जनतामा स्वतन्त्रताको आशा जागायो। त्यही बेला इदी अमिन युगान्डाबाट भागेर बेलायततर्फ गयो। 1962 मा युगान्डा स्वतन्त्र भयो र मिल्टन ओबोटे प्रधानमन्त्री बने। इदी अमिनलाई डेपुटी कमान्डर बनाइयो। 1964 मा सेनामा उसको प्रभाव देखेर उसलाई कमान्डर अफ आर्मी बनाइयो। त्यही समय ओबोटे राष्ट्रपतिको पदमा पुगे। अमिनले यो पदमा 6 वर्ष काम गर्यो र 1970 मा उसलाई कमान्डर अफ द डिफेन्स फोर्सेस बनाइयो। त्यस समयमा मिल्टन ओबोटे र इदी अमिन बीच गहिरो मित्रता थियो, तर ओबोटे राष्ट्रपतिमा नियुक्त भएपछिको समयदेखि अमिनको मन पोल्न थाल्यो। पहिले साथी रहेका यी दुई अब शक्ति र पैसाको खेलमा प्रतिद्वन्द्वी बन्न थाले। अमिनले ओबोटेको नेतृत्वमा रहन मन पराएन। उसले युगान्डाको प्रधानमन्त्री बन्ने सपना देख्न थाल्यो, तर ओबोटे रहुन्जेल त्यो सम्भव थिएन। त्यसैले अमिनले आफ्नो शक्ति विस्तार गर्न थाले। करिब 1 दशक सेना चलाइसकेपछि उसले पुरै फौजलाई आफ्नो नियन्त्रणमा लिन थाल्यो। उसले दक्षिण सुडानको कावा लेब्रा र अन्य अल्पसंख्यक जातिहरूका व्यक्तिहरूलाई सेनामा भर्ती गर्न थाल्यो। उनीहरूलाई व्यक्तिगत रूपमा तालिम दिन्थ्यो, उनीहरूसँग समय बिताउँथ्यो र सबै फौजहरूलाई आफ्ना पक्षमा पार्न खोज्थ्यो। 1968 सम्ममा अमिनले सेनामा आफ्नो क्षेत्रमा पर्ने नील क्षेत्रका धेरै स्थानीय व्यक्तिहरूलाई भर्ती गरिसकेको थियो। निरन्तर अल्पसंख्यक जातिहरूको भर्तीले गर्दा युगान्डाको पुरै सेनाभरि अल्पसंख्यकहरूको संख्यामा वृद्धि भयो। यी सैनिकहरूले अमिनलाई भगवान सरह मान्न थाले। यसपछि मौका जस्तै 1969 मा अमिनले ओबोटेमाथि ज्यानले मार्ने प्रयास पनि गरे, तर त्यो प्रयास असफल भयो र ओबोटे बस्न सफल भए। यस आक्रमणको ठीक पछि ओबोटेलाई लाग्यो कि अमिनलाई सम्पूर्ण फौजको नेतृत्वमा राख्नु आफैका लागि खतरनाक साबित हुन सक्छ। त्यसैले उसले अमिनलाई डिमोट गरेर केवल आर्मीको प्रमुखको हैसियतमा सीमित गरिदियो। यस निर्णयले अमिनलाई अझ खतरनाक बनायो। अब उसको जीवनको मुख्य उद्देश्य ओबोटेलाई मारेर हटाउनु र युगान्डाको सत्ता कब्जा गर्नु बनिसकेको थियो। यसबीच अमिनले सेनाभित्र रहँदा आफ्ना बटालियनका सैनिकहरूसँग नियमित भेटघाट गर्न थाल्यो, उनीहरूसँग खाने बस्ने मित्रता कायम गर्ने कार्यमा लाग्यो। त्यो केवल सैनिकहरूसँग मात्र सीमित रहेन, उसले आम जनताबीच पनि पुग्न थाल्यो, उनीहरूको दुःख सुख सुन्थ्यो र उनीहरूलाई सुखी बनाउने वाचा गर्थ्यो। उसले अल्पसंख्यक जातिहरूलाई सेनामा भर्ती गरेर उनीहरूको विश्वास जित्न सफल भएको थियो। अमिनले बिस्तारै जनतालाई ओबोटेको सरकार विरुद्ध उचाल्न थाल्यो र आफूलाई जनताको मसीहा बनाउँदै लग्यो। किनभने ओबोटेको छवि पहिल्यैदेखि जनतामा राम्रो थिएन र माथि अमिनले सार्वजनिक रूपमा उसको आलोचना गर्दा जनता झन ओबोटेप्रति नकारात्मक बन्न थाले। उनीहरूलाई विश्वास लाग्न थाल्यो कि ओबोटे भ्रष्ट नेता हो र युगान्डालाई त्यसबाट मुक्त गरिनुपर्छ। यस्तै बेलामा जनवरी 25, 1971 मा ओबोटे सिङ्गापुरमा भइरहेको कमनवेल्थ सम्मेलनमा सहभागी हुन गएको थियो। यही मौका छोपी अमिनले आफ्ना वफादार सैनिकहरूको सहायतामा एयरपोर्ट र मुख्य सडकहरू कब्जा गर्यो। ओबोटेको पहिल्यै खराब छवि भएको हुँदा जब अमिनले सत्ताको बागडोर सम्हाल्यो, जनताले पनि उसलाई नै आफ्नो नेता मान्न थाले। सन् 1971 मा अमिनले आफूलाई युगान्डाको राष्ट्रपति घोषित गर्दै कमान्डर इन चीफ अफ आर्मी बनायो। त्यसपछि सुरु हुन्छ एउटा नयाँ युग आतंक र अत्याचारको।
उसले सबैभन्दा पहिले ओबोटेलाई देशद्रोही र गद्दार घोषित गर्यो र यो घोषणा गरायो कि जोसुकैले ओबोटेलाई समर्थन गर्छ उसलाई मारिनेछ। राष्ट्रपति बन्नासाथ अमीनले अनेकौं परिवर्तनहरू थाल्यो। गभर्नमेन्ट हाउसको नाम परिवर्तन गरी डेट कमान्ड पोस्ट राखियो। देशको गुप्तचर संस्था जनरल सर्भिस युनिटको नाम परिवर्तन गरी स्टेट रिसर्च ब्युरो राखियो, जसको मुख्यालय कम्पालामा बनाइयो। यसै कार्यालयमा पछि मानिसहरूलाई यातना दिइन्थ्यो। त्यसपछि अमीनले प्रोफेसनल हत्याराहरूको एउटा आर्मी गठन गर्यो, जसको एकमात्र उद्देश्य शङ्काको आधारमा मानिसहरूलाई मार्नु थियो। त्यही समयमा अमीनले जिन्जा र बारारा क्षेत्रका मानिसहरूलाई निर्ममतापूर्वक हत्या गरायो। सन् 1972 मा 20,000 शरणार्थी लिएर एक सैन्य दल युगाण्डा प्रवेश गर्यो र अमीनको शासन विरुद्ध आक्रमण गर्यो, तर त्यो प्रयास असफल भयो। यो आक्रमणपछि अमीन झन आक्रोशित बन्यो र केवल शङ्काकै आधारमा मानिसहरूलाई मारिदिन थाल्यो। विशेष गरी अचोली समुदायका लगभग 5,000 सैनिक र 4,000 भन्दा बढी नागरिकहरूलाई गद्दार घोषित गरेर हत्या गरियो। यदि अमीन केवल मुस्लिम समुदायलाई मात्र समर्थन गर्थ्यो, अन्य कुनै पनि धर्म वा जातिका मानिसहरूलाई या त मारिन्थ्यो वा जेलमा यातना दिइन्थ्यो। अमीनको निर्दयताको शिकार बिस्तारै सबै बन्न थाले। धार्मिक अगुवा, विभिन्न जातीय समुदायका सदस्य, विद्यार्थी, वकिल र पढेलेखेका मानिसहरू, यी सबैलाई मारी नील नदीमा फालिदिने गरिन्थ्यो, जसको कारण एकपटक त नील नदीमाथि रहेको भिक्टोरिया बाँध नै लासहरूले भरिएको थियो। उनी मानिसहरूलाई समातेर विभिन्न तरिकाले यातना दिन्थे र क्रूरतापूर्वक हत्या गर्थे। कहिलेकाहीँ उनीहरूका हात काटिदिन्थे, ओठ चिरिदिन्थे र तडपाएर ग्यास चेम्बरमा हालेर मारिदिन्थे। महिलाहरूको जननाङ र स्तन काटेर घण्टौँसम्म कुराकानी गर्थे र अन्ततः तिनीहरूलाई पनि मारिदिन्थे। मानिसहरूलाई मार्न उनले कन्सन्ट्रेसन क्याम्प, ग्यास चेम्बर र इलेक्ट्रिफाइड वाटर ट्याङ्की जस्ता भयावह प्रविधिहरूको प्रयोग गरे। यदि तपाईलाई यो सबै सुन्दा हिटलरको याद आइरहेको छ भने तपाईले अनुमान गरिसक्नुभयो होला कि अमीनले प्रेरणा कहाँबाट लिएका थिए। उनी एडोल्फ हिटलरलाई आफ्नो आदर्श मान्थे र विश्वसँग हिटलरले जे गरे त्यो नै उनले आफ्ना देशवासीहरूसँग गर्नुपर्छ भन्ने ठान्थे। अमीनको पागलपन तब चरममा पुग्यो जब 1972 को एक बिहान उनले घोषणा गरे एसियालीहरूले युगाण्डा छोड्नुपर्छ। उनले यो पनि भने कि यो निर्णय उनको होइन, अल्लाहले सपनामा देखाएर भनेका हुन्। उनले देशभर युगाण्डा केवल युगाण्डालीका लागि भन्ने नारा फैलाए। 4 अगस्त 1972 मा अमीनले आधिकारिक आदेश जारी गरे जसलाई एक्सपल्सन अर्डर भनियो। यस अनुसार 50,000 ब्रिटिश पासपोर्ट भएका एसियनहरू र 60,000 अन्य विदेशी नागरिकहरूलाई देश निकाला गरियो। धेरैलाई मारियो, धेरै डरका कारण देश छोड्न बाध्य भए। जसले देश छोडेनन् तिनीहरूलाई कैद गरेर गुफा जस्ता कक्षहरूमा हालियो जहाँ न त हावा पुग्थ्यो न भाग्ने बाटो थियो। थुप्रै मानिसहरूलाई त विद्युत प्रवाह भएको ढोका भएका कोठामा राखियो जसबाट छुट्ने प्रयास गर्दा तिनीहरू करेन्ट लागेर मर्थे। कतिलाई त जिउँदै मगरमच्छको अगाडि फालिन्थ्यो। उनको यस्ता क्रूरता देखेर युगाण्डाली नागरिकहरू पनि डराउन थाले। अमीनले विदेशीहरूबाट जफत गरिएको सम्पत्ति आफ्नो अपूर्व प्रशिक्षित सेनालाई सुम्पिए जसको कारण देशको अर्थतन्त्र पूर्ण रूपमा धराशायी भयो। कुनै समय युगाण्डाको 90 अर्थतन्त्र एसियन र युरोपेलीहरूद्वारा समर्थित थियो जुन अब नष्ट भयो। सुरुमा धेरै देशले अमीनलाई समर्थन गरे, इजरायल, बेलायत, जर्मनीसम्म। तर पछि जब उनले 80 वटा बेलायती कम्पनीहरूलाई राष्ट्रियकरण गरे तब देशहरू डराए। अमीनको निर्णयहरूमा सोभियत सङ्घको प्रभाव देखिन थाल्यो। 1971 मा उनी इजरायल र बेलायतसँग आधुनिक हतियार माग्न गएका थिए तर हतियार नपाएपछि अमीन भड्किए। उनले हजारौं इजरायलीहरूलाई बन्दी बनाए र सार्वजनिक नरसंहार गराए। उनले भनेका थिए यो नरसंहार जर्मनीमा हुनुपर्थ्यो जहाँ मेरो आदर्श हिटलरले विश्वमा उथलपुथल ल्याएका थिए। एसियनहरूको निष्कासनपछि भारत र बेलायत दुवै अमीनसँग रुष्ट भए र आर्थिक सम्बन्ध तोडे। तर अमीनलाई यसले खास फरक परेन किनभने उनलाई अब लिबिया र सोभियत सङ्घले समर्थन गरिरहेको थियो। 1973 मा सोभियत सङ्घले युगाण्डामा गहिरो चासो देखायो। किनभने केन्या पश्चिमी प्रभावमा थियो, सोभियत सङ्घले सन्तुलनका लागि तान्जानिया मार्फत पूर्वी प्रभाव फैलाउन खोज्यो। युगाण्डा सोभियतको मुख्य हतियार आपूर्तिकर्ता बन्यो।
1977 मा अमीनको अत्याचारका विरुद्ध युगान्डा लिबरेसन मुभमेन्टका सैनिकहरूले अपरेसन माफुडी मिगी नामको अभियान सुरु गरे जसको उद्देश्य अमीनको शासनको अन्त्य गर्नु थियो। उनीहरूलाई युगान्डाका केही व्यापारी परिवारले समर्थन गरे। युद्धमा अमीन घाइते भए पनि उनले आफ्नो सत्ता केही समय टिकाए। तर स्थिति झन बिग्रदै गयो जब अमीनले चर्चका मन्त्रीहरूलाई पनि हत्या गराउन थाले। 1978 मा अमीनको एक उपराष्ट्रपतिलाई सडक दुर्घटनापछि विदेशमा उपचार गर्न पठाइयो। तर फर्किने बित्तिकै उनलाई सबै पदबाट हटाइयो जसले सेनाभित्र विद्रोह जन्मायो। अमीनले आन्तरिक विद्रोहलाई नियन्त्रण गर्न तान्जानियासँगको सीमा क्षेत्रमा फोकस गरे र युद्ध सुरु गरे। तर यो निर्णय महँगो साबित भयो। तान्जानियाली सेनाले युगान्डाको राजधानी क्याम्पाला कब्जा गर्यो। अमीन देशबाट भागेर लिबिया हुँदै साउदी अरब पुगे जहाँ उनलाई शरण दिइयो तर कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नहुने शर्तमा। त्यहाँ उनले 10 वर्ष बिताए। 1989 मा उनी चुपचाप आफ्नो छोरासँग मध्य अफ्रिकन रिपब्लिक गएर फेरि विद्रोही सेना बनाउने प्रयास गरे तर समातिएर साउदी फर्काइए। अन्ततः सबै देशहरूले उनलाई अस्वीकार गरेपछि साउदीले पुनः उनलाई बस्न दियो। अमीनको मृत्यु 2003 मा अङ्ग फेल भएर भयो। यसरी एक यस्तो तानाशाहको अन्त्य भयो जसले मानव मासुलाई सामान्य भोजन सम्झन्थे।